गुड मर्निङ। ल झर्ना लिएनन् गुरुले, तपाईँलाई कस्तो लागिरहेछ झर्नामा नरोकिएकोमा? हेलो हेलो हो रमाइलो लाग्छ। ल भत्तज्यूलाई कसो लाग्छ? यता कस्तो छ? अब हाम्रो वरिष्ठ अङ्कल, हाम्रो अङ्कलको तर्फबाट हामी चाहिँ जय मुक्तिनाथ हामी प्रसार पत्रका र अन्य हामी काठमाडौँ गाउँपालिका जुम्लाबाट उत्तरनाथको स्थानबाट क्षेत्र भगवानको हाम्रो पितृहरूको देवी देवताको उद्धार गर्नलाई 80-82 जनाको 70-72-75 उमेरका बुढाहरूलाई र युवाहरूलाई बच्चाका 5 वर्षका बच्चाहरूलाई सबै ल्याएर हामी तीर्थयात्रा रमाइलो नाच्दै गाउँदै हामीलाई कुनै बाटोमा कुनै कष्ट हुने कुरो कुनै भएको छैन। भगवान मुक्तिनाथ भगवानको कृपाले हाम्रा पुलका कृपाले हाम्रो ज्वालादेवीको कृपाले म चाहिँ प्रसार गोत्रको पाण्डे ज्वालादेवी भगवतीको चाहिँ सन्तान, मेरो एक सन्तान, मेरो एक जाति र मेरो सबै मेरो भाइ 15-20वटा घर मेरो प्रसारका मेरो एक दाजुभाइ, अन्य मेरो वारीपारीका चाहिँ घर छिमेकी ल्याएर तीर्थयात्रा गरेका छौँ। हामीले भगवान्ले हाम्रो तीर्थयात्रा सफल छ। हाम्रो गाडी पनि गुरुजी पनि हामीले भगवान् जस्तै भेटेका छौँ र यही कार्य भगवान्ले मुक्तिनाथ भगवान्ले उत्तरनाथ भगवान्ले अन्य हाम्रा देवी देवताले जुम्लासम्म जस्तो यात्रा हाम्रो यहाँबाट त्यही यात्रामा सफलफुल हामी पुग्न पाऊँ र हाम्रो पितृको उद्धार गर्न पाऊँ भन्दै म यो बाटो। धन्यवाद हाम्रो अङ्कल। जेठुबुवा कति वर्ष हुनुभयो अहिले? कति वर्ष हुनुभयो हजुर? ल हेर्नुहोस् 73 वर्षका मान्छे पनि हाम्रो तीर्थस्थलमा आउनु भएको छ। अनि जेठुबुवा कति वर्ष हुनुभयो? 72 वर्ष मान्छे। हेर्नुहोस् त 72-73 वर्षको मान्छे मजाले तीर्थस्थल ज्वालादेवी भगवतीको रक्षा गरून् भन्दै हामी मुक्तिनाथको दर्शन गर्दैछौँ। मुक्तिनाथ गएर हामी हाम्रो अङ्कल लिडर अङ्कल हुनुहुन्छ, अङ्कलले चाहिँ त्यहाँ कागपिँढीमा चाहिँ त्यो के गर्नुपर्छ अङ्कल कागपिँढीमा? ल सुन्नुहोस् है गाइस, हाम्रो अङ्कलको सबै सबै मण्डल छेदन गर्नुपर्छ, जुनाइ फेर्नुपर्छ, हामीले नानीमुखी गर्नुपर्छ। अनि पितृहरूको निम्ति सुन चाँदी जनै सुपारी हाम्रो चाहिँ लोकल भाषामा पहेँलो भन्ने आउँछ मुगा, मुगा मोती बनेको, मुगा भनेको मुगा, मोती बनेको चामल, जनै सुपारी लिएर हाम्रो पितृहरूलाई निमन्त्रण गऱ्यौँ। हामी तिम्रो निम्ति चाहिँ तिम्रो उद्धार गर्नलाई हाम्रो कुलको 21 पुस्तासम्मको चाहिँ हाम्रो कुलको उद्धार गरेर नानीमुखी गरेर एकसाथै बसेर भोलि बिहान नुहाइधुवाइ गरेर हामीले पितृहरू सबैको पिण्ड प्रदान गरेर पितृको निम्तिमा पितृ भोजन गराई दान दक्षिणा गराएर अनि हामी शुद्ध भएर मुक्तिनाथ भगवानको 108 धाराको जल सिँचन गर्न, मुक्तिनाथ भगवानको चाहिँ दर्शन गर्न, हाम्रा देवी देवतालाई नुहाइधुवाइ गर्न। अनि त्यो कार्य हामीले सम्पन्न भोलि 5 बजीसम्म हाम्रो हुन्छ। अनि त्यहाँबाट हामी चाहिँ रमाउँदै गाउँदै रमाउँदै ईश्वरको नाम लिँदै हामी चाहिँ हाम्रो जन्मभूमिमा फर्किन्छौँ। धन्यवाद अङ्कल, धेरै जानकारी दिनुभयो, धेरै धेरै धन्यवाद। जतिले जान्नु भएको छैन अङ्कलले एकदमै यथार्थ जानकारी दिनुभएको छ। हाम्रो एकदमै वृद्ध जेठाबुवाहरू हुनुहुन्छ, उहाँहरूले पनि एकदमै राम्रो कुरा गर्नुभएको छ। ल गाइज योबाट धेरैजनाले बुझ्नु होला। ल हेर्नुहोस् है 75 वर्षको उमेरमा पनि 20-22 वर्षको जोस जागर छ हाम्रो जेठाबाको। ल यस्तै सबैलाई भइरहोस्, मुक्तिनाथ बाबाले सबैलाई रक्षा गर्नु भन्दै हाम्रो देवी देवताले घरमा ओल्लो घरदेखि पल्लो घरमा जान नसक्ने पनि 70-75 वर्षका बुढा यहाँ चाहिँ 25 वर्षको युवा भएर शक्ति भगवान्ले दिनुभएको छ। ल धन्यवाद। ल जय होस् मुक्तिनाथ बाबाको।